आदरणीय दर्शक महानुभावहरू, आज मैले सानो पाथिभरा मातासँग सम्बन्धित एउटा भिडियो लिएर यहाँहरू समक्ष आएको छु। पाथिभरा माताको दर्शन गर्न जाने यात्रुहरूले गाईघाटबाट यात्रा सुरु गर्दै हुनुहुन्छ भने गाईघाटबाट धरानसम्मको लागि 80 किलोमिटर बाटो छ, जुन 2.5 घण्टा 2 देखि 2.5 घण्टामा हामी मोटर बाटो मार्फत धरान पुग्न सक्छौं। धरान पुगेपछि हामी मूलघाटसम्मको बाटोको तय गर्नुपर्ने हुन्छ, जुन 17 किलोमिटर छ। लगभग 30 देखि 40 मिनेटमा हामी मोटर बाटोबाट मूलघाट पुग्न सक्छौं। मूलघाटबाट तमोर करिडोरको नयाँ बाटो जुन 80% लगभग पिच छ, यो 80 किलोमिटर छ। 3 देखि 4 घण्टामा हामी फिरिम बजार पुग्छौं, जुन 5 थरको सदरमुकाम हो। फिरिम बजारबाट फेरि हामीले ताप्लेजुङको फुङलिङको यात्रा तय गर्नुपर्ने हुन्छ, जुन बाटो पिच छ तर अलि साँगुरो बाटो छ, उकालो छ, जुन 98 किलोमिटर छ। 4 घण्टा जतिमा हामी फुङलिङ बजार पुग्न सक्छौं। फुङलिङ बजारबाट सुकेटारसम्मको 7 किलोमिटर बाटो पनि पिच छ, जुन आधी घण्टामा हामी तय गर्न सक्छौं। सुकेटार पुगिसकेपछि त्यहाँको विमानस्थलबाट हामी चाहिँ काफ्लेपाटी तल्लो फेदी वा कसैले सानो फेदी पनि भन्नुहुन्छ, त्यहाँसम्मको बाटो 18 किलोमिटर छ। तर अफ रोड भएको हुनाले मोटरमा पनि लगभग 1 देखि 1.5 घण्टा लाग्न सक्छ। यदि तपाईले आफ्नो सवारी साधन लानु भएको छ भने यही राखेर त्यहाँको लोकल गाडीहरूमा यात्रा गर्नुहुन म तपाईलाई सुझाव दिन चाहन्छु। त्यसपछि काफ्लेपाटीबाट 7 किलोमिटर उकालोमा, ठाडै उकालोमा पाथिभराको मन्दिर छन्, जुन हामीले पैदल ट्रेक गर्नुपर्ने हुन सक्छ। 4 देखि 6 घण्टाको यात्रा तय गरेपछि हामी चाहिँ पाथिभरा माताको दर्शन गर्न सक्छौं। यसरी चाहिँ जाँदाखेरि माथिल्लो फेदी र तल्लो फेदीमा पर्याप्त बास बस्ने होटलहरू पाउन सकिन्छ। उकालो बाटो छ, एकदम बिस्तारै हिँड्नुपर्ने हुन्छ र दर्शन गरेर फर्किएपछि माथिल्लो फेदी र तल्लो फेदीमा बास बस्ने पनि राम्रो व्यवस्थाहरू चाहिँ छ।